अब घरको चाहिँ एउटा आफ्नो श्रीमान श्रीमान श्रीमती भनेको एक रथका दुई पाङ्ग्रा होइन। जब श्रीमान अथवा श्रीमती दुवैजनामा एकजना कोही बिरामी भयो भने त्यो घरको माहौल नै बिग्रिन्छ होइन। हरेकबाट अब एउटा आर्थिक हिसाबले होस् अब सामाजिक हिसाबले होस् होइन, धेरै गाह्रो हुन्छ नि। एकदमै त्यो गाह्रो र दुःखको त कुरै नभन्नु न, कुरै छोडिदिनु न। यति पीडा दुःख मान्छेको वचनहरू होइन, मान्छेको त्यो कुरा काटेको यति सको छु होइन। यस्तो भएको छ, म डिप्रेसनमै पुगेको छु क्या। डिप्रेसन? हजुर, म डिप्रेसनमै पुगेको थिएँ। मेरो छोरी नभएकै सायद अहिले म बाँच्दिनँ पनि थियो। छोरीले गर्दा नि म बाँचेको। कहिलेकाहीँ त मर्दिनँ मन लाग्थ्यो। समाजको तिरस्कार होइन, समाजले गर्ने व्यवहार होइन, समाजले जब पैसा छ भने होइन, आफन्त होइन, छर छिमेक साथीभाइ सबै हुँदो रहेछ।